जिउँदाखेरि जिन्दगीको के भरोसा आज हो कि भोलि पानी जस्तो बग्ने जीवन। सारङ्गीका यी धुनले मानिसलाई सुख दुःख हर्ष शोक विभिन्न अवस्थामा समय अनुसारको सन्देश दिन्छन्। कहिले विरह, कहिले खुसी, कहिले उमङ्ग, कहिले हाँसो मिसिएका थरी थरीका गीत सुनाएर अरूलाई सन्तुष्ट पारिरहेका यी गन्धर्वहरूका दिन भने सधैँ दुखै दुःखमा बितिरहेका छन्। चारैतिरबाट पीर र समस्याले घेरिएको छ यिनको जीवन। सुमधुर कण्ठका धनी यी कलाकारहरू एक दुई मुठी सिधाका लागि दुनियाँका गाउँ बस्ती घर र दैला दैला चहार्दै अरूलाई सक्दो मनोरञ्जन दिँदै हिँड्नु पर्ने बाध्यता छ। मेरो बुवा बितेपछि जो साँझ बिहान छाक झुटाउने मागेर ल्याउने मान्छे बितेपछि हाम्रो जीवन कस्तो भयो होला? मागेर ल्याएकाले कति दिन पुग्छ र? आखिर सम्पूर्ण गन्धर्वहरू सर्वहारा जीवन जिउन विवश छन्। एउटा सारङ्गीका भरमा सिङ्गो परिवार पाल्नु पर्ने अवस्था आयो। सधैँ अरूले कृपा गरेर दिएको खाएर बाँच्नु पर्ने भयो। यिनीहरूको यही मागी खाने पेसा पनि अहिले अप्ठ्यारामा परेको छ। यो गान त यहाँ पनि आएछ, यो काम गर्न छोड्दिनुस् के, मेहनत गर्नुस्। मिहिनेत गरी खाज गाउँ, गीत गाए, सुनाए, हजुरलाई धान सुनाए। ल ल उठ्नुस् त, अर्कोचोटि नआउनु होला। अहिलेको छाक पुगेको छैन, बस्नु बास छैन, खाने गाछ छैन, झोमर बोक्नु परेको छ। विश्व प्रविधिमा परिवर्तनसँगै सञ्चारका साधनहरूमा नयाँ नयाँ आविष्कारहरूले गन्धर्वका भाकाहरूप्रतिको आकर्षण घटाउँदै ल्याए। सस्तो मोलमा पाइने प्लास्टिकका काँगियाले गर्दा यिनीहरूले बनाउने काठका लिखाटा काँगिया पनि बिक्न छाडे। यति एउटा पुर्ख्यौली पेसा पनि अहिले यिनीहरू धेरै जसोले छाडिसकेका छन्। हाम्रो गन्धर्वहरू गाउँमा बिहानै उठेर गाउँमा जानुहुन्छ, अनि साँझ कतिखेर आउनुहुन्छ भनेर हामी बाटो कुरेर बसिराखेका हुन्छौँ। उहाँहरू आइसकेपछि हामीले ताले टिभी राँकी लगाएर हामी खाना चुल्हामा खाना पकाउन थाल्छौँ। कसैको खलो लिपेर पनि हामी बस्यौँ, कसैको आँगनमा पनि हामी बस्यौँ। जहाँनिर घोप्याइलो रुख होला त्यहीँनिर हामी गएर यसै रुखले हामीलाई शीत चल्छ भनेर हामी पुसा माघको रातमा पनि त्यो शीतको थोपा मुनि बसेर हामी बालबच्चा ढल्याएर हामी दिन काटेका मान्छे हौँ। यिनीहरूका लागि कुनै अवसर छैनन्, मागेर गुजारा नचल्ने भइसक्यो। यसरी यिनीहरूको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ। बाँच्नका लागि खान पाउनु नागरिकको पहिलो अधिकार हो। गन्धर्वहरू पनि यही देशका नागरिक हुन्। खान पाउने र बाँच्न पाउने यिनीहरूका अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो। तर राज्यले यसमा आफ्नो दायित्व पूरा गरेको देखिँदैन। गन्धर्वहरूले बस्ने घर र जग्गा सरकारबाट पाएको भए पनि लालपूर्जा नपाइसकेकाले भूमिमा यिनीहरूको स्वामित्व स्थापित हुन सकेको छैन। जग्गाको लालपूर्जा नहुँदा विद्युतीकरण, सरकारी अनुदानबाट पाइने आवास सुविधा जस्ता कार्यक्रमबाट पनि यिनीहरू वञ्चित छन्। अल्पसंख्यक र दलित हुँदाहुँदै पनि सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक सबै क्षेत्रबाट पछाडि परेको यो गन्धर्व जातिको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्दछ। कुनै बिरुवा वृक्ष पनि नउम्रेका बालुवामा ल्याएर पनि यो बस्तीमा बसोबास बसालियो। यहाँ गन्धर्व दाजुभाइहरूले जुन कमाएको जग्गामा फेरि हस्तक्षेप गरियो र त्यसमा वृक्षरोपण गर्ने कार्यक्रम भएको छ र गन्धर्वहरूले जोतभोग गरेको जग्गाबाट वञ्चित बनाइएको छ। बर्दिया जिल्लाको 16 गाविस वडा नम्बर 5 मानखोलाका छेउमा सरकारले 2050 सालमा यो जातिको बसोबासको व्यवस्था मिलाएको थियो। त्यस बेलाको परिवार संख्या अनुसार परिवारको एकजनालाई 1 कट्ठा पर्ने गरी प्रति परिवार 3 कट्ठादेखि 5 कट्ठासम्म जग्गा वितरण गरिएको थियो।
लालपूर्जामा 25 वर्षसम्म बस्न पाउने तर बेच्न नपाउने भन्ने शर्त भएका हुँदा आफ्नो पूर्ण स्वामित्व नभएको ठानी त्यो व्यवस्थाबाट यिनीहरू खुसी भएनन्। फेरि केहीले जग्गा र लालपूर्जा पाए, केहीले लालपूर्जा मात्रै पाए, केहीले लालपूर्जा जग्गा केही पनि पाएनन्। यसले गर्दा केही सुकुम्बासी नै रहे, जग्गा र लालपूर्जा पाएकाहरू त्यही बसे। त्यो जग्गा पनि कसैको खोला लगेको छ, कसैको भत्किएर गइसक्यो, कसैको समुदायले लगेको छ। यहाँका सबै भित्र परेका छन्। यहाँबाट बासविहीन भएर पनि हामी कोलपुरको छात्रामा गएर बस्नु परेको छ। आर्थिक सामाजिक सांस्कृतिक अधिकार का कुराहरूलाई नै समष्टिगत रूपमा चाहिँ उठाउँदै लगेका छौँ र त्यो उठाउनको लागि हामीले बाँके बर्दिया जिल्लामा र विभिन्न जिल्लाहरूमा चाहिँ हामीले गन्धर्वको सवाललाई उठाएको छौँ र आफै समुदायलाई पनि उहाँहरूलाई सङ्गठित गर्ने, खाद्य अधिकारको बारेमा अभिमुखीकरण गर्ने, त्यति मात्र नभएर गन्धर्वको दस्तावेजलाई चाहिँ हामीले राष्ट्रिय अन्तर्राष्ट्रियकरण गरेर चाहिँ प्रचार प्रसार पनि गरेका छौँ र त्यही सन्दर्भमा एसियन ह्युमन राइट्स कमिसन हङकङले पनि यो गन्धर्वहरूको स्थितिको बारेमा चाहिँ एउटा अर्जेन्ट लेटर अथवा हङ्गर अलर्ट भनेर पठाएको थियो। संसारमा हेर लैलै आज कति राम्रो, आज भोलि भन्दा भन्दै परान जाने हाम्रो पानी जस्तो बग्ने जीवन सम्झिँदाखेरि जिन्दगीको के भरोसा, आज हो कि भोलि पानी जस्तो बग्ने जीवन। जग्गा नपाएकाहरू निराश हुनु स्वाभाविक नै भयो। आफन्तको दया पाएकाहरू उनीहरूका घर छेउमा छाप्रा हालेर पाल टाँगेर बसे। कतिपयको बास रुखमुनिको रुखमुनि नै रह्यो। आँखामा छारा हाले जस्तै एउटा सुकुम्बासी आयोगले एकजनालाई 1 कट्ठाको दरले जग्गा दिएको थियो। त्यो 1 कट्ठाले कसरी जीवन उपार्जन हुन्छ? यहाँको दुखी गरिबको कसैले हजारौं बिघा ओकट्ने र कसैलाई चाहिँ त्यही जग्गा पनि अहिले गएर यहाँको जुन अस्थायी लालपूर्जा दिएको छ कसैलाई दियो कसैलाई दिएन। अहिले गएर भएका लालपूर्जालाई पनि यसलाई चाहिँ अब प्रमाणित गराएर यसलाई पक्का गराइदिनु पर्यो भनेर हामीले आवाज उठायौँ। हाम्रो सोरा गाविसको सचिवलाई पनि हामीले भन्यौँ कि हजुरले हामीलाई यसको चाहिँ सिफारिस दिनुहोस्, हामी यसलाई गएर मालपोत कार्यालयमा गएर यसलाई पक्का बनाउँछौँ र यो लालपूर्जा हाम्रो हो भन्ने खालको हामीले सोचौँ, हामीले यो गर्छौँ भन्ने केही कुरा राख्यौँ। अहिलेसम्म पनि सचिवले सिफारिस नदिएको गन्धर्वहरूलाई पनि थाहा छ, सचिवजीलाई पनि थाहा छ। हुन्छ म दिन्छु भनेर उहाँले प्रतिबद्धता जारी गरेको हो। मालपोत कार्यालयमा गएर हामीले डट्टामा सबका नाम छन्, त्यो लालपूर्जा किता कार्ड जग्गा छ, सबै भइसकेका कारणले गर्दा त्यो पनि अहिले मालपोत कार्यालयले पनि वास्ता गरेको छैन। नापी शाखाको अमनीसँग भेट गरेर हाकिमीसँग भेट गरेर पनि हाकिमी साहबलाई भनेर हामीले भन्दा हाकिमी साहबले पनि हेरिदिनु भएन कि हुन्छ हामी यसरी पठाउँछौँ, यसरी अमनी पठाउँछौँ, अब तपाईँहरूको त्यहाँको किता सिता देखाएर तपाईँहरूको लालपूर्जालाई हामी पक्का बनाउँछौँ भनेर उहाँलाई आश्वासन दिनुभयो। अहिलेसम्म त्यो पनि हुन सकेको छैन। यसैमा पनि विभिन्न किसिमका सैरान्त भएर र त्यहाँ जङ्गल बनाउनु पर्छ भन्ने केही यसलाई जङ्गलाटमा पार्ने उद्देश्य गरियो। गन्धर्वहरूका लागि गर्न लागिएको जग्गा वितरण कार्य किन बीचमै रोकियो भनी सोद्धा सम्बन्धित कार्यालयहरूले एक अर्कालाई दोष लाउँछन्। लालपूर्जा वितरण गर्ने निकाय तत्कालीन अवस्थामा श्री सुकुम्बासी समस्या आयोग नै हो। उसले केहीलाई वितरण गरेको र केही वितरण गर्न बाँकी मैले पनि अनौपचारिक रूपमा सुनेको छु। यदि पूर्जा लिन बाँकी हो भने फिल्ड बुकमा नाम कायम भएका जग्गा दिने प्रमाण पूर्जाको संस्थाहरू मालपोतमा अवस्थित भएको अवस्थामा र हाम्रो नापी कार्यालयमा सो क्षेत्रको नक्सा तथा फिल्ड बुक अद्यावधिक छ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित मालपोत कार्यालय गुल्लते बर्दियामा सम्पर्क राख्दा उचित हुँदैन। सोही ठाउँबाट जग्गा दिने प्रमाण पूर्जा प्राप्त हुने जानकारी छ। नापी कार्यालयले मालपोततिर सारेपछि मालपोत कार्यालयले गाविसको सिफारिसमा अड्किएको बताउँछन्। अब मैले थाहा पाए अनुसारको सुकुम्बासी समस्या समाधान आयोगबाट उहाँले पूर्जा पाउनु भएको रहेछ। त्यस्तो पूर्जाहरूलाई चाहिँ यहाँ हाम्रो श्रेष्ठ आइसकेपछि कार्यान्वयन गर्नुपर्ने हुन्छ। कार्यान्वयन गर्दाखेरि स्थानीय निकायको सिफारिस पनि आवश्यक छ। स्थानीय निकायको सिफारिसमा चाहिँ नि भोग सम्बन्धीको चाहिँ विवाद छ भन्ने कुरो चाहिँ आयो। त्यसैले स्थानीय निकायको सिफारिस आउन नसकेको हुनाले तिनीहरूको चाहिँ पूर्जा कार्यान्वयनको लागि चाहिँ रोकिएको चाहिँ देखिन्छ। अब यो 6 महिना यता चाहिँ उहाँहरू आएर यस्तो भयो या के समस्या आयो भन्ने चाहिँ भन्नुभएको चाहिँ छैन।
र त्यो यदि चाहिँ सिफारिसहरू चाहिँ आएर भोगमा विवाद भएन र दिएको चाहिँ हृदयपूर्वक छ भने उहाँहरूको चाहिँ श्रेष्ठ कार्यान्वयन हुन सक्छ, पाउन सक्नुहुन्छ। उता गाविसको भने प्रक्रिया अनुसार गर्नुपर्ने काम नरोकेको भनाइ छ। निवेदन दिएर को खण्डमा हामीले सो प्रक्रिया अपनाई पुरा गरी उहाँहरूलाई जग्गा प्राप्तिको हामी मालपोत कार्यालयलाई सिफारिस गर्ने गर्छौँ र गरिरहेका छौँ। पीडित व्यक्तिहरू नै आउनु भएन भने त हामीहरूले उहाँहरूको सर्वे गरेर घरधुरी सङ्ख्या र हामीले जाति सङ्ख्या किटान गरेर हामीले रेकर्ड पनि राखेका छौँ। सो रेकर्ड हामीले जिल्ला विकास समितिलाई पनि उपलब्ध गराएका छौँ। सोही रेकर्डको आधारमा हामीले सिफारिसको प्रक्रियामा हामी अगाडि जान्छौँ। सुकुम्बासी समस्या समाधान आयोगका कुरा पनि सुन्दा सजिला र स्वाभाविक लाग्छन्। यसको मूल कारण त यो सुकुम्बासी आयोग समस्या थाई र आयोग अस्थायी भएको कारणले यी समस्याहरू जटिल बन्दै आए, पहिलो कारण। दोस्रो कारण विगतको आयोगले गरेका कामहरूको बारेमा अख्तियारमा उजुरी परेको हुँदा सम्पूर्ण चाहिँ यो आयोगको कागजपत्र सबै चाहिँ अख्तियारमा गइसकेको कुरा। त्यसले गर्दा हामीले त्यो अख्तियारबाट पुराना कागजातहरू प्राप्त गर्न चाहिँ अलि ढिलो समय भयो। त्यस कारणले हामीले चाहिँ अब विगतका कामहरू हेर्न सकेनौँ, एउटा चाहिँ काम। र दोस्रो अब हामीले अहिले प्राप्त गरिसकेका छौँ, करिब 15 दिन भयो र त्यसलाई अब हामीले विगतका आयोगले कति प्रक्रियामा अगाडि बढेको छ, कतिले पूर्जा पाएका छन्, कतिले पाएका छैनन्, त्यसको हामी छानबिन गर्छौँ र पूर्जा नपाएका बनेकाहरूको हामी तुरुन्त चाहिँ पूर्जा चाहिँ हामी वितरण गर्ने प्रक्रियामा जान्छौँ। यसमा पनि फ्यानको के एउटा पोजिसन के हो त भन्नुहुन्छ भने यो पनि राज्यको चाहिँ सम्मान गर्ने दायित्वसँग जोडिएको छ। सम्मान गर्ने दायित्वभित्र राज्यले आफ्नो बनाएको नीति नियमलाई राज्य आफैले चाहिँ उल्लङ्घन गर्न मिल्दैन। राज्यले आफ्नो जनतालाई भनेर जे पनि नीति नियमहरू बनाएको छ, राज्यले जे कमिटमेन्ट गरेको छ त्यो कुरालाई राज्यले चाहिँ पुरा गर्नुपर्छ। राज्यले डु नो हार्मको प्रिन्सिपल यहाँनिर पनि लागू गर्नुपर्छ र राज्यले उनीहरूलाई जग्गा दिने भनेर स्थानान्तरण गरेर उनीहरूलाई बसोबास दिएर त्यहाँ राख्यो, त्यसलाई उनीहरूको नाममा गरिदिएको भए यो सवाल नै बन्दैन थियो। सबै सरकारी निकायहरू चोखा देखिन खोज्छन्। आखिर यिनीहरूको समस्याको जरो कहाँनिर अड्किएको छ बुझ्नै गाह्रो छ। अब कसैका मिठा कुरामा नभुली आफ्नो अधिकार लिएरै छाड्ने अठोटमा छन् यिनीहरू। ठुला कर्मचारी र गतिला नेतालाई रिझाउन सकेका भए आजसम्म यिनीहरूको काम भइसक्दो हो। तर पहुँच नहुनेहरूका लागि यो देशमा सबै थोक दुर्लभ हुने हुँदा यिनीहरूले न्याय पाउन सकेका छैनन्। नेताहरूले चर्का नारा लाएर बेला बेला यिनीहरूलाई प्रयोग गरे। यिनीहरूबाट भोट पनि ताने। चुनाव जितेपछि तिनीहरूले सबै बिर्से। कुनै पार्टीले पनि सहयोग गरेका छैन, तर हामीले पार्टीलाई त सहयोग गऱ्यौँ। हामीले सहयोग नगरेका कुरा होइन, तर हामीले भोट हालेर पनि जितायौँ। विभिन्न किसिमको नारा जुलुसमा जाम भएन भने नारा जुलुसमा पनि गयौँ। जाँदाखेरि हामीलाई कुनै ठाउँबाट पनि सहयोग मिलेन, कुनै पार्टीबाट पनि सहयोग मिलेन। अब कहाँ गएर हामीले खाने हो, कहाँ गएर हामीले बस्ने हो। अब राज्यले हामी गन्धर्व समाजलाई कहाँ लगाउने हो किनारा, राज्यले जसरी पनि हामीलाई छाकबासको व्यवस्था गरोस्। हन्डर खाँदै सङ्घर्ष र ओकालतबाट खारिँदै गन्धर्वहरू अहिले सचेत भइसकेका छन्। सुकुम्बासी आयोगमा त्यहाँ गएर हामीले त्यहाँ के आवश्यकता देखिन्छ, धर्ना दिनुपर्छ या त अब त्यहाँ हामीले बस छलफल गर्नुपर्छ, के गर्नुपर्छ सुकुम्बासी आयोगको प्रमुखसँग त्यो उनीहरूले निर्णय गर्नुपर्छ आजको बैठकमा। फिया नेपालको सहयोग र साथ पाएर आफ्नो अधिकार स्थापित गराउन थप ऊर्जा प्राप्त गरेका छन् भने आफ्ना आधारभूत मानवाधिकारसँग खाद्य अधिकारलाई जोड्न यिनीहरूले सिकेका छन्। 2-2.5 वर्ष यतातिर अब हामीले जसरी सङ्घर्ष गऱ्यौँ, अब फिया नेपालको सहयोगमा एसियन ह्युमन राइट्सले त्यहाँ जसरी हाम्रो मुद्दालाई उठाइदियो त्यो जग्गा हामीले फिर्ता गर्न पायौँ, त्यो पनि एउटा उपलब्धि हो। विगतको तुलनामा अहिले हामी चाहिँ गाउँ विकास समिति, जीविस लगायत विभिन्न मन्त्रीसँग पनि अब अहिले हाम्रो एउटा चाहिँ हाम्रो गन्धर्व समुदायहरू गएर बोल्न भन्न सक्ने भएका छन्। साथीहरू चेतनाको विकास गर्नमा सबैभन्दा ठुलो सहयोग चाहिँ फिया नेपालले गर्यो। त्यो जग्गा यदि उनीहरूको नाममा भइदिएको हुन्थ्यो भने उनीहरूले विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले दिने सेवा सुविधाहरू जो हुन्छ नि, बैङ्कहरू यी निकायहरूमा पनि आफ्नो धितो बन्दगी गरेर भए पनि अलिकति भयो भने उनीहरूले त्यहाँबाट केही लोनहरू लिन सक्ने, त्यो लोन लिएर आफ्नो चाहिँ सामान्य कारोबारहरू गर्न सक्ने, भन्दा व्यापार गर्न सक्ने, त्यसले पनि आफ्नो जीविकोपार्जनलाई उनीहरू सायद धान्न सक्थ्यो। उनीहरू वञ्चित भएका छन्।
अर्को कुरा उनको मानसिक रूपमा पनि हाम्रो थाई बसोबास यसै ठाउँमा हो, हामीले यसै ठाउँमा बस्नुपर्छ, यसैलाई मलिलो बनाउनुपर्छ, यहीँबाट हामीले जीविकोपार्जन गर्नुपर्छ भन्ने जुन एउटा उनीहरूको आत्मीयता हुन्छ त्यो ठाउँ गाउँसँग र आफ्नो सम्पत्तिसँग, त्यो आत्मीयता पनि उनीहरूसँग रहेन। यो समुदायसँग धेरै घर परिवारहरूसँग आधारभूत उत्पादनका स्रोत साधनमाथिको पहुँच पनि छैन। अहिलेको केस भनेको किसानले उनीहरूको जीविकोपार्जनको साथसाथै उनीहरूले पाएको जग्गाको लालपूर्जा चाहिँ उनीहरूका नाममा हुनुपर्छ, उनीहरूको जग्गाको स्वामित्व उनीहरूले पाउनुपर्छ र त्यसका साथसाथै राज्यले उनीहरूको जीविकोपार्जनको पनि ग्यारेन्टी गर्नुपर्छ भन्ने सवाल हो। आशा गरौँ युगौँदेखि थिचोमिचोमा परेका गन्धर्वहरू मुक्त भएर अधिकार सम्पन्न हुनेछन् र यिनीहरूको सारङ्गीले पनि अब सम्मान पाउनेछ।